जग्गा मधेस आएर जग्गा पाइयो पहिला चिताउन गयौँ चिताउन बस्यौँ कहिले कहाँ कटेर हाल्छौँ कहिले कहाँ के गर्छौँ त्यहाँबाट उता एउटा खोरसोर भन्ने ठाउँ छ चिताउनमा जङ्गल जानुपर्छ त्यहाँ गयौँ भैँसी गोरु लिएर गएर त्यहाँबाट अनि जङ्गल फाँडेतिर त्यही खर काटेर छाप्रो हालेर त्यहीँ बस्यौँ राति सुते कता रातभरि मजुर र बाघसँगै कराउँदो रहेछन् घ्याङ्ग्राङ्ग्रा घुङ्रुङ चितवनमा है त्यहाँबाट अनि दाउरा थुपारेको थियौँ त्यो दाउराको आगो जलाएछौँ आगो जलाएपछि त केही डर हुन्न गरे रातभरि आगो फुकेर बस्यौँ त्यहाँ भोलिपल्ट निक्लेर अनि हिँड्यौँ चितवन छोडियो अनि त्यहाँबाट छोड्यौँ त्यहाँबाट आएर नि चिताउनै बस्यौँ त्यहीँ बस्ने खड्क्याउलीमा जाने कटेर हाल्ने गऱ्यौँ त्यहाँबाट अनि छोडेर अनि 21 सालमा पारी तर्यौँ अनि पुनर्वास कम्पनी बसेको थियो त्यहाँ जग्गा दिनलाई त्यहाँ गएर बसेको अनि यस्तै काठका बाकस हुन्थ्यो क्या पहिला नानघाटमा यस्तै बाकस काठका त्यस्तै बाकसमा भाँडाकुँडा हाल्ने त्यहाँबाट पनि बोकेर हिँड्ने अनि त्यही बाकस साकस दोकान हालेर बोकेर अनि पितौनी घाटमा घाट तरेर पारिपट्टि बसेका थियौँ घाटामा अनि दुमकौलीबाट अनि ती साहेबहरू गाडी लिएर त्यहीँ गए अनि गाडी तार्ने चाहिँ दुईवटा डुवा जोडेर त्यहाँ माथि गाडी राखेर तारिदिने रहेछ अनि बल्ल नानघाट आउने रहेछन् अनि तिनीहरूले गाडी तार्नलाई अनि हामीलाई त देखेको अरे त्यहाँ अनि त्यो काठा बाकस देखेको त अनि त्यहाँ हामीलाई त जग्गै दिएनन् हामीलाई सोचेछन् चितवन जग्गा बेचेर आएका भन्ने सोचेछन् कि त्यही भएर नदिएका रहेछन् त्यहाँबाट अनि भेडाबारी बगैँचा कटेर के अरे यस्तै उसमा आँपा बुट्टा पनि गुन्द्रीले बार भात पकाएर खाने त्यहीँ सुत्ने गर्थ्यौँ बगैँचामा 2-3 दिनपछि अनि त्यहीँ उँभोपट्टि माथिल्लो बगैँचामा ल्याएर सेतै क्याम्प टाँगे जग्गा नाप्नुलाई क्याम्प टाँगेको थिएँ त्यहाँबाट अनि एउटा घर चाहिँ थियो पहाडदेखिको सँगै आएको त्यसले इन्डियामा गाडी चलाउने गाडीको ड्राइभर त्यसले जानेको थियो क्या खत्रै मात्रै पुनर्वासको गाडी उसमा ढाबामा फसिएछ अनि त्यसैलाई बोलाएर ल्याएर अनि त्यसले के गरेर गाडी निकालिदियो अनि त्यही साइनाले गर्दाखेरि अनि त्यसले भन्यो एकैटा जातो साहेबहरू आछन् त्यहाँ जातो गएर भन्थ्यो के भन्ने जा अगाडि जा नमस्ते गर नमस्ते गरेर मलाई नोकर दिनुहोस् भन्थ्यो भनेर गएँ तम्बुभित्र बसेका अब ठुला मान्छे बसिया छन् के अरे हाकिमहरू नमस्ते साहब भन्नु नमस्ते खेल्न आएकोस् साहब नोकरी दिनुहोस् न कति पढ्या छ पढ्या छैन यस्तो डुल्दै खाँदै हिँड्दै आएको देखो पाएर हामीसित जान्छौ भने हुन्छ जान्छु भने त्यहाँबाट गाडी उठाएर लिएर गइहाल्यो 2 महिनासम्म त्यहीँ तिनीहरूको भात पकाउने गरेँ साहेबको बिहान खाना दिएछन् त्यहीँ भात पकाएको छु बुढाबुढी छन् तिनीहरूलाई खान दिन्छु पैसा चाहिँ दिएनन् पैसा दिएनन् भात पकाएको खाने मात्रै दिन्थेन महिनामारी 200 अनि घर आएँ अनि घर ल्याएर छोडिदियो साहबले गाडी हालेर कस्तो जग्गा दिउँ भने आधा औचितामा घोल टाढी देखेको आधा घोल आधा टाढी अनि जङ्गल दिउँ कि डोजर लगाएको ठाउँ जोतेको ठाउँ दिउँ होइन जोतेकै ठाउँ दिनु होला भन्नु अनि दाई मकै खन्न त्यहाँ मकै सरिया थियो मकै खन्न गएको के भनेछ भने साफ जग्गा दिनुहोस् न त्यहाँ अनि 5 रुपियाँ मिल्थ्यो दिनुभयो मकै खनेको 2 दिन मकै खनेको 10 रुपियाँ दिएछ ल हुन्छ यो लिएर जाऊ तिनीहरूले के गरेछन् जग्गा दिन्थ्यो खेल्छन् के अरे जब मकै खान्छन् कुना बसेर तास खेल्दो रहेछन् यो मान्छे ठिक छैन भनेर जानी ल्याए ल यो पैसा लैजाऊ अनि सिल्टीको भाँडा कसौली किन्नु भात पकाएर खाने
त्यही कसाउँदै यहाँ नारायणीय ढुङ्गा हालेर पकाउनु त्यो ढुङ्गो पाकेपछि जग्गा लिन आउनु भनेर भन्नु ल दाइ त रुँदै रुँदै भनेपछि ठुलो बुवा कहिले पाक्छ र अनि कहिले ठुलो बुवा तास पहिलेबाट खेल्ने अँ, है उम्, बुढो हुँदा पनि तास खेलिरहनुहुन्थ्यो नि त्यस्तो भयो त्यहाँबाट अनि त ठुलो बुवा एकदम तास खेल्नुहुन्थ्यो भनेपछि त्यहाँबाट मलाई ल्याएर घर छोड्छ अनि त्यो सापले के भन्यो भने साप हजुर दियो भने त यसलाई दिनुहोस् होइन मिल्दैन होइन त भात दियो त मिल्छ नि बेलुकी भात खाने बेला हो त्यहाँबाट भोलिपल्ट गाडी हालेर लिएर आयो अनि जग्गा देखाइदियो हो यही कता हुन्छ तिमीलाई हुन्छ भने अनि खै त त्यो जग्गा अहिले उहिले गयो नि त्यहाँबाट अनि बेच्नु भयो चितवनबाट फर्किँदा ठुलो अलि बेच्दियो नि ए ठुलबाली सबै बेचेर जानुभयो त्यत्रो राम्रो राम्रो त्यहाँबाट अनि सबैलाई 2 बिघा दिएको थियो हाम्रो 3 बिघा थियो अनि 22 सालमा म इन्डियातिर गएँ एउटा भगाएर लिएर गयो केटाले केटीले भगाएको हजुरलाई केटाले ठुलै मान्छेले भगाएर लिएर गएको उसका दिदी भिनाजु रहेछ नि कानपुरमा केटा र केटी भाइको त थाहा थियो ठुलो मान्छेले सानो मान्छेले भगाउँदो रहेछ नि पहिला पहिला चाहिँ जाम लाग्यो जाम